पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चाहिँ मेरो सम्पत्ति विवरण खोज्ने, मेरो सम्पत्ति जलाएर खरानी बनाउने अनि मेरो सम्पत्ति विवरण खोज्ने, त्यही खरानी लगाइदिनु पर्ने भन्दै जुन खालको अभिव्यक्ति दिँदै हुनुहुँदो रहेछ। अनि यो सुनिसकेपछि हाम्रो श्याम तामाङ सरले गतिलो झापड दिनुभएको छ। त्योभन्दा अगाडि एकैछिन त भदौ 23 र 24 गते त्यो जनआन्दोलन, त्यो उग्र रूप, त्यो देश जलिरहेको कसको कारणले? त्यो सबै तपाईँकै कारणले होइन। अनि अहिले दोष अरूलाई दिने तपाईँ चुप्पो लागेर बसेकै बेस्ट। किनकि तपाईँ जब बोल्नुहुन्छ आभास लाग्छ, देशमा आभास लाग्छ कि तपाईँ नबोल्नुहोस्। एकैछिन आउनुहोस् हाम्रो श्याम तामाङ सरको यो झापट सुनौँ। लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने, मैले सम्पत्ति विवरण फेरि चाहियो। सम्पत्ति विवरण मात्रै होइन, 23 र 24 को आन्दोलनमा गोली ठोक्ने आदेश दिन तै ओस 1 नम्बर चोर राजीनामा नदिएर म खत्रै प्रधानमन्त्री हुँ भन्दै अडिक लिएर बसेको थिइस् नि। आज तेरो हालत खरानी जस्तै भएको छ। तर तेरो सम्पत्ति जति छ नि, तैँले तेरो नाममा त छैन, त्यो हामीलाई थाहा छ। त भ्रष्टाचारी 1 नम्बरको चोर गधा दलाल होस् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। अब तैँले कम्बोडियामा राखेको कति 2500 करोड कि 2600 करोड कम्बोडियामा केमा लगानी गरेको छस् भन्दै दुर्गा प्रसाईले भन्थ्यो, त्यसको विषयमा पनि छ। र अनि तैँले तेरो त्यो घर जग्गा जमिन कहाँ छ नि, धापामा होला, त्यो काठमाडौँमा, अब बालकोटमा कति छ, कति तेरो त्यो सम्पूर्ण सिरी खुरी जाँचेर सम्पत्ति छानबिन गरेर त्यो सबै सरकारी कोषभित्र ल्याएर तँलाई जेलमा कोत्नुपर्छ। यति मात्रै थाहा छ हामीलाई। हिजोको दिनमा नेपाली जनताले दुःख गरेर त जामा लाउने हिजो चप्पल पड्काएर आएको राजदरबारमा बस्थिस् नि, राजदरबारमा आनन्द बस्थिस्। नेपाली जनता सडकमा बस्थ्यो, सडकमा सुत्थ्यो, सुकुम्बासी भएर खोलाको किनारमा बस्थ्यो। ती व्यक्तिहरूलाई तैँले राजनीति धप्पा बनाएर अहिलेसम्म राखिरहेको थिइस्। तर आज बालन शाहले संरक्षण गर्छु भन्दै गर्दाखेरि तेरै पार्टीको मान्छे त कुकुरहरू भेला भएर आज बालन शाहको राजीनामा माग्ने, राजीनामा भेला पार्ने गर्छिस् नि। जस्ता कुकुरहरूको अब राजीनामा तँलाई जेलमा लगेर राख्नुपर्छ। सम्पत्ति शुद्धिकरण मात्रै होइन, हरेक चिजको मुद्दा लगाएर तँलाई जन्म कोही जेलमा हाल्नुपर्छ। त मर्ने बेला भएको छस् नि, हो त्यति बेलादेखि होइन, अहिलेदेखि नै त मर्ने बेला त जेलमै सिद्धिनुपर्छ भन्ने मेरो ध्यान आकर्षण छ। सायद हुन्छ कि हुँदैन त्यो थाहा छैन। यो सरकारले काम गर्छ होला भन्ने पनि मलाई लागेको छ। चाँडोभन्दा चाँडो यो साला अपुतालीको सम्पत्ति छानबिन गर्नु पर्यो। केपी शर्मा ओली त्यहाँ त देखो कि रिस उठ्छ। निकै कडा दिनुभयो श्याम सरले। वास्तवमा भन्नुपर्दाखेरि हो, यत्रो जनआन्दोलन भयो, यति धेरै चाहिँ जेन्जीमाथि गोली लाग्यो अनि देश ध्वस्त भयो। यसको मुख्य पात्रहरू भनेकै केपी ओलीहरू हो कि होइन त? अनि अहिले दोष अरूलाई दिने रह्यो। र अर्को कुरा, जुन उनीहरूको कारणले गर्दाखेरि जुन गरिब जनतालाई चाहिँ होइन एउटा भोट ब्याङ्क बनाएर खोलाको छेउछेउमा बस्न बाध्य गराउनेहरू, अनि आज बालेन सरकारले चाहिँ उनीहरूलाई चाहिँ एउटा व्यवस्थित गर्नको लागि चाहिँ अगाडि बढ्दै गर्दाखेरि आन्दोलन गर्ने, देश बनाउन नदिने, जनतालाई सुख भएको हेर्न नचाहने, यी यस्ता खालकाहरूले गर्दाखेरि यतिका वर्षसम्म हामी अरूकै देशमा गुलामी गर्दै बस्नु परेको पनि हो र गरिब जनता गरिबमाथि गरिब बन्दै गएको पनि हो। तर अब बालेन सरकारले यो समस्याको समाधान गर्नुहुन्छ भन्ने पूर्ण आशा छ र विश्वास पनि छ। यो काम गर्दै गर्दाखेरि भनेको अब यदि तपाईँ हामी सम्पूर्ण नेपालीले देश बन्नुपर्छ भन्ने सोच बोकेको छ भने साथ दिनुपर्छ, समर्थन गर्नुपर्छ। अरू कुरा त्यस्तै हो। म फेरि पनि अनुरोध गर्न चाहन्छु, केपी शर्मा ओलीज्यू तपाईँ अब आराम गर्नुहोस्। तपाईँ यो बेलामा उफ्रिने कराउने त्यो कामै नगर्नुहोस्। किनभने तपाईँ नबोली चुप्पो लागेर बस्नु हुँदाखेरि बरु देशमा शान्त हुन्छ, देशले शान्ति पाउँछ, देशमा चाहिँ हरेक नबनेका कामहरू बन्नेछन्। म तपाईँलाई एउटा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, केवल तपाईँ नबोलिदिनुहोस्।